सो यो चाहिँ होइन मैले 1.5 वर्ष अगाडि लगाएको बेलुती हो। 1.5 वर्षमा हेर्नु नि फलेको यस्तो मजाले फल्दो रहेछ यो। रुख फेरि यत्रो छ क्या, त्यति ठुलो पनि छैन, यत्रो सानो छ। तर यसमा लगभग यो बोटभरि फलेको छ। आज म सब टिप्ने विचारमा छु। सब टिप्नु पर्ने हुन्छ आज। धेरै ठुलो पनि छैन, यत्रो छ। तर जे होस् दामी छ क्या। 1.5 वर्षको बोट हो क्या यो। गाडी मैले यत्रो सानो सिटमा अड्थ्यो क्या, यत्रो थियो यो मैले ल्याउँदा। जे होस् काउन्ट पनि गर्नुपर्ने हुन्छ कतिवटा भयो भनेर। कुन टाइपको बेलुती होला साइन्टिफिक नेम के होला त यार, त्यो चाहिँ थाहा छैन है। यहाँ पनि फलिरहेको फेरि एक टिप्ने बेला भइरह यहाँ नयाँ फलिरहेको यस्तो छ यो। यो त पनि फुल्दाखेरि पाके पनि रहेछ सँगसँगै फेरि कतिलाई पनि ल्याइरहेछ। अब फुल्छ फेरि फेरि 1.5 वर्षमा कसरी भन्ने सोच्नु भयो होला होइन। यो चाहिँ त्यो बिरुवा त्यो वाला बिरुवा होइन कि त्यो सिडवाला बिरुवा होइन। त्यो चाहिँ त्यो कलमी गरेको हुन्छ नि, त्यसलाई त्यो हाँगा काटेर अनि त्यो जोडेको वाला हुन्छ नि, त्यो चाहिँ छिटो फल्दो रहेछ क्या। फेरि मलाई पनि थाहा थिएन किन्नु भएको। अनि त्यो ठुलो राम्रो देखेँ लगाएको, त्यो चाहिँ लगाएको 1.5 वर्षमा फलिहाल्दो रहेछ उतिखेर। लगभग यहाँ 30-30वटा फल छ नि, अझै बाँकी रहेछ यहाँ। सक्यो तर यो फेरि अझै हामीले बिचमा त लगभग 10-15वटा त खायौँ होला। मेरो ओल्ड बिरुवालाई है यो चाहिँ।